उमेरको परिपक्वतासँगै दिमागको परिपक्वता पनि विकास हुँदो रहेछ भन्नेको उदाहरण म पनि हो। किनभने पहिला पहिला कसैको वचनले कसैको नराम्रो वचन सुनेपछि दिनभरि मन दुख्ने, मैले कसलाई के भनिथिएँ र किन यस्तो भनौँ भन्ने, उसले भन्ने मान्छेले पोजिटिभ तरिकाले भने पनि आफूलाई नेगेटिभ अर्थ लागे जस्तो लाग्ने, उसलाई त थाहा हुँदैन मैले यस्तो भनेर उसको चित्त दुखेछ भन्ने थाहा हुँदैन नि त, भन्ने मान्छेलाई त भन्छ बिर्सियो मैले राम्रै भनेको भन्ने हुन्छ होला। अब बुझ्ने मान्छेलाई किन यस्तो भनेको भन्ने कुरा खेलाउने मान्छेलाई अहिले केही फरकै पर्दैन, जसको जति बुद्धि छ त्यति काम गर्छ। अरूले आहा भनेर आफ्नो घरको चुलो बोल्ने पनि होइन, अरूले छ्या भनेर आफ्नो घरको चुलो निम्ने पनि होइन। खाने आफ्नै घर हो, चाहिने आफ्नै घर हो, चाहिने आफ्नै परिवार हो। अरूले आहा गरेर हुहु गरेर माथि उठ्नु पनि छैन, कसैलाई सिसिसी भनेर पछारिनु पनि छैन, कसैलाई बिन्ती बाउजोडेर त्यो ढोग्नु पनि छैन, कसैलाई गाली गर्नु पनि छैन, केही मतलबै गर्नु छैन। दुःख अन्यायमा परेकालाई अन्यायमा बोल्नु छ, न्याय दिलाउनलाई, चाहे फलानी बोली फल्नले बोलोस् केही फरक पर्दैन। अरू मलाई त्यस्तो मान्छेअनुसार हुने चाहिँ त्यसको त उदाहरण टिकटक पनि हो। पहिला पहिला 2 दिनमा टिकटक पोस्ट गर्थेँ, एउटै भिडियो पोस्ट गर्थेँ, लाइक पनि टन्नै 1000 1200 500 400 त नर्मल आउँथ्यो। अहिले 5 वटा लाइक नआओस् कि केही फरक पर्दैन, दिनमा 10 वटा भिडियो पोस्ट गरे पनि केही फरक पर्दैन, 10 दिनमा एउटा भिडियो पोस्ट गरे पनि फरक पर्दैन। मान्छेअनुसार दिमागको परिपक्वता हुँदो रहेछ, त्यो कुरा चाहिँ एकदमै यथा